विचारेर के गरेर बस्नु भएको होला। ओके फुपू अब राम सजिलो निस्केको छैन कस्तो उपाय फुपू भन्नु न म जे गर्न पनि तयार छु मैले जे गर्न पर्यो नि तयार छु ल कस्तो उपाय फुपू भन्नु न मैले जे गर्न पर्यो नि म तयार छु एउटा उपाय छ कस्तो उपाय फुपू भन्नु न म जे गर्न पर्यो तयार मैले जे गर्न पर्यो नि म तयार छु जे गर्न पर्यो नि तयार मैले जे गर्न पर्यो नि कस्तो उपाय फुपू भन्नु न म ग्यापमा भन्नु ल म त बिर्सेँ ल मैले जे गर्न पर्यो नि कस्तो उपाय फुपू रोलिङ एक्सन कस्तो उपाय फुपू भन्नु न मैले जे गर्न पर्यो नि मैले जे गर्न पर्यो नि म तयार छु ओके मेरा सबै हरियो भाषा तपाईँले के कुरो गर्नुभएको फुपू तपाईँले मलाई फसाउन खोज्नु भएको रोलिङ हल्का रिसाएर एक्सन तपाईँले के कुरा गर्नुभएको फुपू तपाईँले मलाई फसाउन खोज्नु भएको ओके आजको दिनसम्म त चोरेर खानु परेको आजको दिनसम्म चोरेर खानु त परेको कुरा कसैसँग मागेर पनि खाएको छैन आजको दिनसम्म चोरेर खानु त पराको कुरा कसैसँग मागेर पनि खाएको छैन रोलिङ एक रुपियाँ नछ एक्सन आजसम्म चोरेर खानु त परेको कुरा आजको दिनसम्म कसैसँग 1 रुपियाँ पनि मागेर खाएको छैन ओके मेरो माइती सम्पत्ति टर्नु छ चोर खाएको छैन अझ गएर मैले चोरेको हो भन्न लाउँदै हुनुहुन्छ तपाईँ अझ गएर मैले चोरेको हो भन्न लगाउँदै हुनुहुन्छ तपाईँ अझ काजी गएर भन्नु है अझ काजीकोमा गएर मैले चोरेको हो भनेर भन्न लगाउँदै हुनुहुन्छ तपाईँ ओके रोलिङ एक्सन अझ काजीकोमा गएर मैले चोरेको हो भनेर भन्न लगाउँदै हुनुहुन्छ तपाईँ ओके ल तर हामीले गल्ती गर्नुभएको छैन फुपू यी मान्छेहरू जे भने पनि एक दिन भगवान्ले अवश्य देखाउनेछन् यो मान्छेले फेरि जहिले उल्टा धोती लाउँछ भने एक दिन भगवान्ले अवश्य देखाउनुहुन्छ होइन उल्टा धोती लाउँछ हामीले गल्ती गर्नुभएको छैन फुपू एक दिन भगवान्ले अवश्य देखाउनुहुन्छ होइन देखाउनुहुन्छ रोलिङ देखाउनुहुन्छ एक्सन हामीले गल्ती गर्नुभएको छैन फुपू एक दिन भगवान्ले अवश्य देखाउनु हुनेछ ओके अनि कसैले नपत्याउने काम म चाहिँ किन गर्नु अनि कसैले नपत्याउने काम म चाहिँ किन गर्नु रोलिङ एक्सन अनि कसैले नपत्याउने काम म चाहिँ किन गर्नु ओके तपाईँ आमा समानको मान्छे भएर यस्तो नचाहिने काम पनि सिकाउने हो फुपू रोलिङ एक्सन तपाईँ आमा समान मान्छे भएर पनि यस्तो नचाहिने काम सिकाउने हो फुपू ओके बरु मर्नु परे मर्छ तर नगरेको काम गरेको भनेर भन्दिनँ बरु मर्नु परे मर्छु तर नगरेको काम गरेको भनेर भन्दै भन्दैन रोलिङ एक्सन बरु मर्नु परे मर्छु तर नगरेको काम गरेको भन्दै भन्दिनँ अझै प्रश्न गर्न गरेको भनेर भन्छ ल गरेको भनेर भन्दै भन्दिनँ बरु मर्नु परे गरेको हो भनेर गरेको काम गरेको भनेर भन्दै भन्दिनँ ओके रोलिङ एक्सन बरु मर्नु परे मर्छु तर नगरेको काम गरेको हो भनेर म भन्दै भन्दिनँ ओके करेक्ट सकेछ रिएक्सन दिइसक्यो होइन यस यस कम होला तिमीहरूलाई डबल दिन्छ हेलो उतै त खर गर्नु छैन त्यो टुक्रो पनि ढिलो हुन्छ एउटा डालीमा 2-3 दिन बोल्दा कि रात पछि त लाम्रो डाली कन्ट्रोल झ्याउ ढिला हुन्छ त के मैले लाम्रो कन्ट्रोल गर्नु हुँदैन नाइट
सबैले ब्रेन ह्याङ थकाइ भोक यस्तो प्रेसर हान्नु हुन्छ मेरो हालत धोती त छैन मेरो अब के अर्पणा तिमी त यता आइदियो त अब म त सनमसँग कान फुलेको त्यो डाइलग हाँस उठ्छ यो तपाईँलाई भने चाहिँ तपाईँ त भन्नु अरूलाई भन्यो भने त तपाईँले तर आफ्नो गरे अनि मैले गरेको त मलाई सराते अहिले सँगै फुल्दैन गाडीमा आएर कहाँ हाम्रो त पुग्दैन नि गाउँतिर गाउँमा त जस पनि फुल्छ काठमाडौँ भने ल हामी गाउँमा छौँ नि त अहिले बाबु अहिले त झन् मादे पनि जेलमा पुग्यो मलाई लाग्छ यो घरको खुसीमा कोही न कोहीको आँखा लागेकै छ मादेक होइन मादेक अहिले झन् मा धलेका थिए मादे अहिले झन् मादे पनि जेलमै पुग्यो मलाई त लाग्छ यो घरको खुसीमा कसै न कसैको आँखा लागेकै छ डिनर खिच ल क्यामराम्यान सर ल रोल गर अरे रोलिङ एक्सन अहिले त झन् मादे पनि जेलमा पुग्यो मलाई लाग्छ यो घरमा कसै न कसैको आँखा लागेको छ यो घरको खुसीमा अर्को कुरा अहिले त झन् होइन खुसीमा कसैको आँखा त लागेकै छ अहिले त झन् मादे पनि जेलमा पुग्यो मलाई लाग्छ कसैको आँखा लागेकै है कसै न कसैको आँखा लागेकै छ ओके ल रोलिङ एक्सन अहिले त झन् मादे पनि जेलमा पुग्यो मलाई लाग्छ यो घरमा कसै न कसैको आँखा लागेकै छ यो घरको खुसीमा खुसी अहिले त झन् मादे पनि जेलमा पुग्यो मलाई लाग्छ यो घरको खुसीमा कसै न कसैको आँखा लागेकै छ ओके दिइहाल नि हेर्नु ल अहिले त झन् रोलिङ एक्सन अहिले त झन् मादे पनि जेलमा पुग्यो मलाई लाग्छ यो घरमा कसै न कसैको घरको खुसीमा यो घरको खुसीमा फुपू जति सबै फ्याँकन अगाडि ओके भएन होइन मादे पनि पुरै नखाला किन खाँदै होला? अहिले त झन् मादे पनि जेलमा पुग्यो मलाई त लाग्छ घर खुसीमा कसै न कसै आँखा लागेको छ यो बुबु रोलिङ सुनाउँछ एक्सन अहिले त झन् मादे पनि जेलमा पुग्यो मलाई त लाग्छ यो घरको खुसीमा कसै न कसैको आँखा लागेकै छ ओके हान्छी यहाँ छिन्ने बाबाले फोन गर्दै के गर्छ मल बेल्ने भनौँ मेरो जिउ कस्तो अब है हेर्न नराम्रो मलाई स्वाद होइन ल बाबा धेरै नसराप ए ल बाबा धेरै सराप हेर्न बस अब हेर ल धेरै सराप हेर्न बस भन्नु अलि अगाडि होइन रोलिङ एक्सन ल ल ल भयो धेरै नसराप ओके ल तैँले सरापेर कसैलाई केही हुने होइन क्या अरे रोलिङ एक्सन तैँले सरापेर कसैलाई केही नराम्रो हुने क्या अरे अलि अलिकति किन सर भन्छ तैँले सरापेर कसैलाई केही हुने होइन क्या अरे रोलिङ एक्सन तैँले सरापेर कसैलाई केही हुने होइन क्या अरे हुन्छ फुपू जसो हुन्छ सोझ आत्माले सराएको त अवश्य लाग्छ अब राम सजिलै निस्किला जस्तो छैन दिया निस्किने भए यत्रो दिनसम्म निस्किसक्थ्यो रोलिङ एक्सन अब राम सजिलैसँग निस्केला जस्तो छैन दिया निस्किने भए अस्ति नै निस्किसक्थ्यो होइन अस्ति निस्कियो परे हेर्नु अब राम सजिलो निस्किला छैन दिया निस्किने भए यत्रो दिनसम्म त निस्किसक्थ्यो यत्रो दिन रोलिङ एक्सन अब राम सजिलैसँग निस्केला जस्तो छैन दिया निस्किने भए यत्रो दिनसम्म फेरि भन्नु अब राम सजिलैसँग निस्केला जस्तो छैन दिया निस्किने भए यत्रो दिनसम्म निस्किहाल्थ्यो नि कसले गर्यो नि त त्यो कान्छीको मेरो मम एकछिन टेकमा छ नि त पुरै हेलो त्यो अलि फाला भयो एउटा फाला हजुर म टेकमा छु मम्मी
गर्न आउँदा खाना खानुभयो अब राम ल, सजिलो ल, फेरिदिने हो त्यो डट्यो अब बिचमा बनायो बिचमा फोन होइन लिउ अब राम सजिलोसँग निस्केला जस्तो छैन दिया निस्किनु निस्किने भयो भए यत्रो दिनसम्म यत्रो दिनसम्म निस्किहाल्थ्यो निस्किसक्थ्यो निस्किसक्थ्यो। एक्सन अब राम सजिलोसँग निस्केला जस्तो छैन दिया निस्किने भए यत्रो दिनसम्म निस्किसक्थ्यो। ओके इट्स गुड हो बरु रामलाई निकाल्ने बरु रामलाई निकाल्ने मसँग एउटा उपाय छ ल। रोलिङ एक्सन बरु रामलाई निकाल्ने एउटा उपाय मसँग छ। कस्तो उपाय फुपू भन्नु न ओके ल अब ल फेरि हुन त रामले त्यसो गर्यो भनेर विश्वास लाग्दैन तर शत्रुलाई यसै केही पनि गर्न सक्दैन दिया है फेरि हुन त रामले त्यसो गर्यो भनेर विश्वास लाग्दैन हुन त रामले त्यसो गर्यो भनेर विश्वास त लाग्दैन तर शत्रुलाई आएपछि केही गर्न सकिँदैन दिया तर के गर्ने शत्रुलाई सिकेल गर्न सकिँदैन। तर के ठिक हो हुन त रामले त्यस्तो गर्न गर्यो भनेर विश्वास लाग्दैन रोलिङ नबज एक्सन हुन त रामले त्यस्तो गर्यो भनेर विश्वास त गर्न सकिँदैन दिया तर के गर्ने शत्रु लागेपछि केही लाग्दैन के हो भएन होइन लाग्दैन भन्नु के भन्नु त हुन त रामले त्यसो गर्यो भनेर विश्वास लाग्दैन विश्वास लाग्दैन है विश्वास लाग्दैन तर शत्रुलाई चाहिँ के गर्न सकिँदैन रोलिङ एक्सन हुन त रामले त्यस्तो गर्यो भनेर विश्वास लाग्दैन तर के गर्ने शत्रुलाई चाहिँ केही गर्न सकिँदैन